दिनु मिल्छ अहिले चाहिनेको चाहिने भन्दा छ होइन अहिले दिदीको नाम चाहिँ चाहिने दिदी नै है। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म सिक्काको भिडियो रियाक्ट गर्न गइरहेको छु, जसको चाहिँ अलमोस्ट 1000 सब्सक्राइबर रहेछ र यसको चाहिँ सुरुमा चाहिँ टर्न 12 आवर्स अफ हसल्स इन्टु 10x चाहिँ भिडियो देखिएको छ र यसको थम्बनेल पनि एकदमै अट्र्याक्टिभ नै छ, त्यही भएर ढिला नगरिकन गइदिउँ। लेट्स गो। वी आर अन दिस बिग सिटी। हामीसँग हुनुहुन्छ हाम्रो दुईजना कन्टेस्टेन्टहरू। तपाईँहरूसँग छ 12 घन्टाको टाइम। तपाईँहरूले 12 घन्टामा जति पनि कमाउनुहुन्छ नि म त्यसको 10x पे गर्छु। ल अहिलेसम्म अब यो भिडियो हेर्दाखेरि चाहिँ अब त्यो अगाडि भाँडा झस्काएको पुरै याद दिइरहेछ। अब अगाडि भिडियोमा कस्तो हुन्छ हेर्दै जाऊँ है त। हो र दाइ, मैले 1000 कमाइछु, हजुरले मलाई 10000 दिनुहुन्छ? दिनै भयो त्यसो भने त आज लाज बचाएर नि काम गर्नुपर्ने गर्नै पर्यो, तर इलिगल माग्न पाइन्न। एकदम रियल हसल चाहिँ हुन पर्यो है त। के छ, दुवैजना रेडी हुनुहुन्छ? वेल, यो टाइम स्टार्ट्स नाउ। ल गेम सुरु भइसक्यो छ है। चाहिँ अहिलेको 8 बजेदेखि बेलुकाको 8 बजेसम्म हुन्छ। तपाईँलाई के लाग्छ यिनीहरूले कति पैसा कमाउन सक्छन्? कमेन्ट गर्नु होला। एन्ड तपाईँलाई पनि यस्तै गेममा पार्टिसिपेट गर्न छ भने चाहिँ सब्सक्राइब सिक्का। ल सब्सक्राइब है सबैले। ल गाइज, मेरो त फर्स्टको प्लानै चपट भयो। बिहान 6 बजे पसल खोल्दाखेरि सहयोग गरौँला भनेको नहुने भयो। अब घन्टाहरूमा केही काम खोज्नु पर्यो, आफू छ क्या। ल म चाहिने काम खोज्न हेरेको, म चाहिने काम गरेँ, केही पैसा अर्निङ गरेर चाहिने त्यसलाई बिजनेसमा लगाउनु पर्यो। ल मैले त त्यहाँ दुईजना देखेको छु, तिनीहरूले मसाज गर्छन् कि यसो सोधेर म हजुरलाई एकछिन मसाज गरिदिन्छु, अलिकति पैसा दिनु मिल्छ? जति दिँदा नि हुन्छ। ल अब म चाहिँ बिगिनर हो, त्यही पनि मसाज चाहिँ अलिकति हान्दिनु ल। ल के भने म छाडा सुने है खेरेर के भयो भने। ल अब म चाहिँ बिगिनर हो, त्यही पनि मसाज चाहिँ अलिकति हान्दिनु ल। ए तातोमा भनेर चाहिँ म त क्या ठिक छ। ल सुरुवात चाहिँ 100 रुपियाँबाट भयो। थ्याङ्क यू सो मच। फेरि मसाज चाहिएपछि सम्झिनु होला। नाइ अरे नाइ, होटलमा चाहिँ काम पाएँ, तर म हार भन्ने मान्दैन, त्यसैले अब म अर्को ठाउँ ब्रोले कमाइसक्यो अब हजुरलाई यो 100 देखिरह होला, मैले यसमा 1000 देखिरहेको छु के। गफ बेसी हान्दो रहेछ। के हो यो? हेलो नमस्ते आन्टी। अनि केही काम छ भने दिनु न, म काम गर्छु। अनि त्यो काम गरिदिएपछि मलाई थोरै पैसा दिनु होला नि, जति भए पनि हुन्छ। लगाइ चाहिँ यो बोनी भएको पैसाहरू त म केही चक्लेट किनेर ऱ्यान्डम मान्छेले अब बेच्न ट्राई गर्छु, हेरौँ के हुन्छ। ल थ्याङ्क यू है। ल फेरि 10 पाएँ है मैले। यसो भिडियो हेर्दाखेरि चाहिँ बुढो लास्ट अन्डा लाग्यो होइन, एकदम खतरा ठुर्कीवाला लाग्यो। तर त्यो अब त्यो दिदी चाहिँ कस्तो भनेपछि कस्तो अलिकति मतलब काम गरेरै लग्ने टाइपको ट्रिक लाउने त्यस्तो टाइपको नै। यसरी नै आजको चल्यो भने त च्यालेन्ज 12 घन्टामा मैले घर किन्छु। ल आन्टी, मैले काम चाहिने सकेँ। अति हुन्छ यति भयो ल है। थ्याङ्क यू आन्टी। अब हजुरको कासामा छ, म लगिदिन्छु। अब हजुर मन खुसी भएर जति पनि दिन पाउनुभयो। सामान्यमा दिनु थियो होइन, म हजुरलाई 10 रुपियाँ दिन्छु, अलिकति थपेर दिनु मिल्छ? फेरि हेर म यो त बब्बा अति एपिक यार। सामान्यमा दिनु थियो होइन, म हजुरलाई 10 रुपियाँ दिन्छु, अलिकति थपेर दिनु मिल्छ? ल यसको बरु डाइरेक्ट नो भन्दामा योभन्दा बेस्ट हुन्थ्यो, तर यो त अति इग्नोर्ड हो। बदला योभन्दा अलिकति बढी दिनु मिल्छ मलाई? ल थ्याङ्क यू है, थ्याङ्क यू फर ट्रेडिङ। ल अब मेरो चाहिने उता चाहिने एउटा काम भ्यायो। अब म चाहिँ यता कपडा पसलतिर जान्छु, माथितिर त्यहाँ गएर केही काम गर्नु पर्यो। हेलो दाइ नमस्ते। मलाई केही काम दिनु, अनि त्यो काम गरेपछि मलाई केही पैसा दिनुहुन्छ? 20, 30, 50 जति भयो नि हुन्छ। कपडाहरू छ त्यहाँ, हजुर कपडा फटाइदिनु। त्यहाँ भित्रको कपडा छ, त्यसको ग्लासहरू सिसाहरू पास पारिदिनु। ल भयो बहिनी, ल भयो तपाईँको दिनु है। हुन्छ, हस् धन्यवाद। ल बल्ल है। ल सहयोग गर्छु। यो इग्नोर चाहिँ डाइरेक्ट न भाइ न। हस् धन्यवाद। म हजुरलाई 10 रुपियाँ दिन्छु, काम गर्न सहयोग गर्छु, मलाई अलिकति पैसा दिनु मिल्छ? म हजुरलाई 20 रुपियाँ दिन्छु, मलाई अलिकति पैसा थपेर दिनु मिल्छ? छैन क्या? ए ल न हजुरलाई 20 रुपियाँ। तर कसरी कस्तो भइदियो होइन, एउटा यो छातावाला दाइ त पुरै अहिले छाता इग्नोर हानेवाला दाइ चाहिँ एकदम चण्डाल क्या। झ्यापझुप उसले त पुरै फर्मेलिटी गरेर पुरै कस्तो भने चाहिँ ऊ चाहिँ अलिकति फर्मेलिटी बनाउनु खोज्ने, ठाडो हो डाइरेक्ट दिने भए देऊ न, तर नै टाइपको क्या। फेरि धन्यवाद। पैसा त यति त साँच्चै कमाएर मैले सोचेको थिएन। 100 तरी 80, 280 होइन, यो 280 कहाँ भइसक्यो चाहिँ 100 रुपियाँ नि बल्ल बल्ल होइन। अब यहाँ पनि काम रहेछ कि होइन, अब यो काम पनि थोरै गरेर अनि यहाँ पैसा थोरै अर्न गर्नु पर्यो। अब थोरै काम गरिदिन्छु, अनि काम गरेपछि चाहिँ मलाई हजुरले 20-30 रुपियाँ दिनुहुन्छ? धन्यवाद दाइ। अब मसँग केही पैसा भइसक्यो, त्यसैले काँक्रा किनेर बेच्ने सोचेँ, तर
हेर्नु न अब यो काँक्रा चाहिने मैले यहाँबाट सस्तो पाइन्छ भनेर किनेको होइन, तर यो काँक्रा चाहिने पुरै खत्तम रहेछ के। अब यो काँक्रा बेचेर अब के अरूलाई फेरि गाह्रो पर्छ होइन, यो बेच्नु भएन। अब म चाहिँ नि बरु चक्लेट किनेर बेच्छु है। यो चाहिँ मैले चाहिँ फाल्देको यो राम्रो छैन। एउटा कुरा नोटिस गर्नु, अहिले चाहिने यो चाहिनेको चाहिने हान्दा छ होइन, अहिले दिदीको नाम चाहिँ चाहिने दिदी नै है फेरि। अति चाहिने क्या, जति बेला पनि चाहिने कति चाहिने हो। अनि त्यसरी अब अर्को यो ठाउँमा चाहिँ अर्को त्यो छातावाला इग्नोरवाला भइदिए भए चाहिँ बेचिदिन्थ्यो काँक्रा। आज चाहिने उसलाई जो गरेर खाएका पनि मरे छैन। कस्तो अरे यो चाहिँ ल गल्सार बेस्ट है। मैले चक्लेट पनि बेचेँ तर पनि खासै फाइदा भएन। 1 बजे स्टेडियममा पुग्न थियो, सो म स्टेडियमतिरै लागेँ। अब त म यस्तो थाकिसक्यो, बिहानदेखि खाना पनि खाएको छैन। अब म यो पैसाले चाहिँ नि के नास्ता खाइदिन्छु चाहिने अब बिचरा ऊ यहाँ ड्याङ कमाएर ऊ फेरि काम हानिरह कहाँबाट हुन्छ अनि थाकिहालिन्छ नि, ऊ मतलबै छैन उसलाई फेरि। ज्यानभन्दा ठुलो पैसा छैन होइन। अब म चाहिँ यसले नास्ता खान्छु, लास्टै भोक लागिसक्यो। म जहाँ जहाँ गए पनि काम चाहिँ अनि पाइहालिन्छ नि त्यो चाहिँ। यो सिसाहरू सब दिन्छु, 10 रुपियाँ दिनु मिल्छ। भोलि आउने भने होला क्या अब ग्यारेजमा बाइक धोएँ, गाडी हान चाहिँ हाने रहेछ। अब कम देखिया रहेछ 1 बजेसम्म बाइक साइक धुने टायर सायरको। चक्लेट बेच्दै म स्टेडियमतिर गएँ। हाम्रो यो प्लेयरसँग स्टेडियमनिर भेटेर ल है 1 बजेतिर हामी नास्ता पनि ल्याइदिन्छौँ। ल नास्ता चाहिँ अब भोक चाहिँ मेटाउने भयो जस केटाहरूले। नेपालीको माया मोमो होइन, ल मोमो लिएर आइदिन्छौँ। ल जाम, साह्रै भोक लागिसक्यो। अब एउटा चाहिँ खाइदिन्छु म, प्रोफिट नै छु के अरे कमाइसकेछ। बहिनी यता हेलो कहाँ गयो भाइ? ल अब के भन्ने, अब अलि हेर्दाखेरि त कोइन्सिडेन्स त केटा छ पुरै झ्याप 2टा मिनट भएको। कोइन्सिडेन्स नै त होला त। जाम हाम्रो अब चाहिँ हामीले कन्टेस्टेन्टहरूलाई फ्लिप द बोतल खेलाउँछौँ। खानाभन्दा अगाडि एउटा गेम सानो खेलाम। हजुर तिनचोटिमा एकचोटि पनि फ्लिप भयो भने खाजा र 100 रुपियाँ दिन्छौँ, जो कि बिचरा भोगले टाँट पऱ्यो उही गेम खेलाइदियो। त्यसको टेक्निक्स चाहिँ हुँदैन। त्यसलाई तिमीहरूले ट्रेड गर्नको लागि केही युटिलाइज गरेर त्यसले केही किनेर सामान फेरि बेच्न सक्यो। ल ब्याक टु ब्याक हान्छ नि त के यस्तो पर्फेक्टनेस त। दुवैजनाको च्यालेन्ज कम्प्लिट भयो। अब खाजा र 100 रुपियाँ दिएर हामी पनि निस्किन्छौँ फाइनल च्यालेन्जको तयारी गर्न। हामी चाहिँ तिमीहरूले फाइनलमा भेटौँ एकैचोटि है। ठिक छ, यति दिनु हो ज्यादा पैसा कुल देखिरह है फेरि। बुलबुलतिर जान्छु ल, टाइम पनि छैन अब, अझै डबल गर्नु छ पैसा। ल बेस्ट अफ लक। मोमोसँग खाएर पेट पनि अगायो, अब बुलबुलतिर लाग्नु पऱ्यो अरू कोही कस्टमर खोज्न। आज त बिजनेसम्यान भइहाल्छ। साथी त गए, अब म पनि जानु पर्यो। यो चाहिँ नि उता माथि रसिना फालिदिनु पर्यो। खाजा खाएर म अलि यहाँनिर चाहिँ अलिकति कस्तो सुन्दाखेरि चाहिँ अलिक त्यो टाइपको फिल आयो, अलिकति हुन्थ्यो भन्न मात्रै फिडब्याक। ल ठिक छ, एकदम स्मुथली गइरहेको छ है। अब हेरौँ त अगाडि तिर तर मान्छे चाहिँ देखेन, अनि इर्जो गएर चक्लेट नै बेच्न थाल्यो। हजुर फेरि उसलाई फेरि त्यो छाता उडेकै केटी लेख्नु हान्ने कि जहाँ पनि त्यो छातादेखि त जहाँ छाता देख्यो त्यही इग्नोर भयो। त्यसैले म कन्ट्याक्ट गरेर ब्रोलिन काम त हाने रहेछ अब नदिए अलिकति हानेर तर सही हो, तर गरेकै रहेछ है फेरि। फेरि पायो मैले आएर। अब चाहिँ नि यहाँनिर मार्टमा जानु लाग्यो होइन। यहाँ चाहिँ अब केही काम चाहिँ पर्छ कि। अब हेलो दिदी नमस्ते। सक्छु, हुन्छ हस् धन्यवाद दिदी, हुन्छ। अब म चाहिँ नि घन्टा गरेर आयो, अब घन्टा गरेर म चाहिँ नि अब थोरै पानी किन्छु, पानी किनेर चाहिँ बेच्नु चाहिने कस्तो हेड आइदिन्छ अरे अब के गर्ने, गरिब छु, प्रिमियम छैन। थ्याङ्क यू। पनि यति दिन भयो है। आशिका दिदी नभेट्यो चाहिँ मैले चाहिँ चाट लिएर आउनु भनिरहेको, अब चाट चाहिँ नि नलिएर आउनु चाहिने बढी भइरहेको होइन। मैले चाहिँ नि हजुर चाहिने दिदी। एक पेटी ल। मैले पानी किनेर बेच्दा 10 मिनटमै सबै पानी बिक्री भयो र यो आइडियाले मलाई प्रफिटमा पुर्यायो। हजुरहरूको लागि है एउटा पानी खानु। अब यस्तो डिफ्रेन्स छ क्या, त्यो प्रो दिँदै दिन्थेन क्या उसलाई त। अब त्यो गेम जित्नु छ नि त, ऊ त यति गर्थ्यो, उसले दिदिरह अब कस्तो भन्ने। अब लास्ट हटेड होला। म घन्टा गएर आएर पनि चक्लेट नै सेल गरिरहेको छु।
फ्रीमा त दिने होइन क्या बेच्नै पर्यो त्यो त्यसो भने अलि बढी लग्नु नि त घरमा भाइ बहिनी छैन अनि दिनु होला यो च्यालेन्जले मलाई चक्लेट व्यापारी नै गरायो हजुरको इच्छा मलाई फाइदा आउनु पर्यो हजुर दिन्न त्यो पनि हुन्छ ल ल अब चाहिने अझै म दिइहाल्ने फेरि अब कसरी किनिदिनुहुन्छ कि हुन्न त्यो थाहा भएन पानी कहाँ पानी हो फेरि उता त फेरि चाहिने पानी दिस इज द फिनाले अफ दिस गेम हाम्रो चाहिँ टिमहरू कहाँ छन् अब एकचोटि फोन गरेर बोलाउँछु म बाहिर पनि पानी पर्नु होला अच्छा त्यही भएर भित्र गएर छन् ठिक छ बोलाउँछु म एउटा भिडियो नोटिस गर्नु भने पुरै काम हानिरहेको चलिरहेको पुरै पछाडि च्याङचुक आइरहेको जुत्ता भन्नु सयो यतिको चाहिँ हुनु पर्यो है हजुर दाइ भन्नु ए यता त छिटो हानिसक्यो हजुर ल म त अब सकिन लाग्यो भनेको त अझै फाइनल गेम हो अरे अब हेरौँ अब के रहेछ फाइनल गेम हेरिदिउँ दिस इज द ग्रान्ड फिनाले अफ दिस गेम हामीले चाहिँ सब गेमिङ सेटअप अब हामीले यहाँ रेडी गरिसकेका छौँ हाम्रो टोलीले पनि उता गर्दैछ अघि नै मैले फोन गरेको टिमहरूलाई आउँछु भनेको छन् अब कति आउँदैन हेरौँ ए ल पुगे आउँदा आउँदा एउटा गेम खेला होइन तिमीहरूले कति पैसा कमायो आज मलाई केही आइडिया छैन गेम के हो भनेको चाहिँ ए यहाँ देखाएको छ है हाम्रो यो चाहिने दिदीले चाहिँ 940 रुपियाँ कमाउनु भएको छ र हाम्रो छातावाला दाइले चाहिँ कति भनेपछि 995 कमाउनु भएको छ अहिले त लगभग हाइस्टमा चाहिँ त्यो छातावाला नै छन् हेरौँ है यो गेमले फेरि अब पल्टिन सक्छ नि त फेरि लक भन्ने कुरा अब हेरौँ है जित्यो मलाई चाहिँ त्यो जित्यो जस्तो लागिरहेको 50 रुपिज हो तिनैचोटि जित्यो भने चाहिँ तिनमा 3 चोटि जित्यो भने 150 रुपियाँ तिमीहरूको त्यो 10 गुणा रिवार्ड हुन्छ नि त्यो मनीमा एड हुन्छ फेरि यो अब मसँग खेल्ने सिजर पेपर रक ल जित्यो है ल जित्यो 50 रुपिज है सिजर पेपर रक फेरि दामी अब कम्ब्याक लास्ट छ है पेपर रक ल यो गेमलाई मैले जितेँ ठिक छ दुईटा जित्यो रक 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 ल यो गेम मैले जितेँ सिजर पेपर रक लास्ट फाइनल सिजर पेपर रक ल मैले जितेँ एकछिन बसम पानी खाम त्यसपछि कति भयो? है त यो चाहिँ ए अझै ब्रोले लिड गरिरहेको सेगमेन्ट हो होइन यसमा चाहिँ ल तपाईँहरूलाई म रुल्स भनिदिन्छु एकचोटिमा एउटा कप मात्रै हाल्न पाइयो अथवा एउटा बल मात्रै फुटाउन पाइयो एकैचोटि सोरेर गर्न पाइएन बुझ्नुभयो ल जसले यो 45 सेकेन्ड्सभित्र कम्प्लिट गर्छ त्यसले चाहिँ 100 रुपिस पाउँछ त्यसो रेडी हुनुहुन्छ दुवैजना 3 2 1 गो अब यहाँमा स्ट्राटेजी फरक छ एउटा बेलुन पुरा उयो 20 40 ल छिटो छिटो चाहिनेले जित्छ चाहिनेले जित्दिगयो ल टाइम अप तर दामी गरे दुइटैले एउटा कपले पिस गयो ल कङ्ग्रेचुलेसन नो वरिज होइन गेममा हार्नु भइरहेको छ अब चाहिँ फाइनल लास्ट गेम खेल्छौँ त्यसपछि चाहिँ हाम्रो गेम अझै एउटा गेम रहेछ है च्यालेन्जको सबभन्दा लास्ट गेम हो त्यो चाहिँ बल इन जार होइन एउटा बल त्यो भित्र जारभित्र छिर्यो भने त्यसको चाहिँ 200 छ 3टा ट्रायल हुन्छ बुझ्नुभयो सुरुमा गोली हान्छ म हान्छु ल तपाईँ हान्छ इजी छ नि गेम त हेरौँ हेरौँ हुँदो रहेछ ए उफ्रिनेवाला पो रहेछ अनि नाइस ल है अब जसरी पनि चाहिने दिदी गर्नु पर्यो हाम्रो नेक्स्ट कन्टेस्टेन्टको बालो यति बेला अब कमब्याक हान्नु पर्यो ओए ल ल ल ल आइयो है अब लास्ट ल भएन ल केही छैन यो गेमको चाहिँ सुपर फिनाले भइसकेको छ होइन फाइनल भइसकेको छ तपाईँहरूले आफ्नो कति कमाउनु भयो रिभिल गर्नुहोस् होइन सबै काउन्ट गरेर त्यही अनुसार प्राइज पनि डिस्ट्रिब्युट हुन्छ बेसी छ त थोरै जस्तो रहेछ अब बिटी हान्दिने कि अब मात्र कमायो कि लास्टमा कमाएन मैले हो केही छैन यस्तै हो जिरोबाट यत्रो बनाउनु भनेको तर खतरै हो तर स्माल दियो यसरी दिमाग चल्नु भने त खतरै हो नि त गेम सेट गरेर 1150 भयो अनि तपाईँको मेरो चाहिने यहाँ गेम सेट गरेर 1000 यो चाहिँ 600 रुपियाँ रिटर्न गर्नु तपाईँको टोटल कति भयो प्रफिट पुरै 1050 हो होइन हजुर ठ्याक्कै 900 भयो होइन त ल वेल कति हुन्छ अब कति हुन्छ 1050 अनि 10000 घर कसरी लाग्यो कति हुन्छ त्यो अब आफै क्यालकुलेसन गर्नुहोस् न मलाई खासै त्यति छैन नि त म्याथमा
8 9 10 हजुरको 10,500 ए 10,500 इन्जोय खुसी लागिरह दिनभरिको मेहनत रङ लागिरह 7 दामी 8 वेल मान्छेले चाहिँ चाह्यो भने जे पनि गरेर देखाउन ओ सक्छ कतिजनाले त चाह्यो भने जे पनि गरेर देखाउन सक्छ अब तर दुइटै बब्बाल हो अब उसले चाहिँ अब आफ्नो स्ट्राटेजी गेमको लागि गरे हो अब फेरि चाहिने दिदी चाहिँ फेरि कस्तो भन्दाखेरि अब दामी के हटेडवाला पर्सन चाहिँ के अब दुइटै दामी छ आफ्नो आफ्नो ठाउँमा ठिक छ प्रुभ गर्न सक्छ हैन सिमरी बवाल हसल हान्नु ल थ्यांक यू फर कमिङ अन आवर भिडियो ल कङ्ग्रेचुलेसन ल तपाईहरु पनि यस्तै भिडियोमा पार्टिसिपेट गर्न चाहनुहुन्छ भनेपछि सब्स्क्राइब ल सबै सब्स्क्राइब सिकालाई सब्स्क्राइब गरिदिनु होला म चाहिँ लिङ्क डिस्क्रिप्सन राखिदिन्छु ल अर्को भिडियोमा भेटौँ ब्लेस बाई